हैन यस्तो छ यो जुन जातिको विषयमा कसले गरे त राज्यले नि गर्दै हो नि त हैन त क्षेत्री त बाहुन त लामा त भोटे भनेर कसले गरे त कोटा किन छुटाइदियो त जुन कोटा छुटाउँछ नि त्यो चिजै बन्द गर्नुपर्छ राज्यले हजुर हैन दोस्रो के छ नि हामीमा चाहिँ के छ नि हाम्रो पहिला पुर्खादेखि चाहिँ त दलित त कामी त दमै हैन त सार्की त लामा भन्दिया छ नि जात छुटाइदिएछ नि जात त हाम्रो कामी काटिन रातै आउँछ रगत तामाङ काट्ने रातै आउने त हो नि हैन सम्पूर्णमा चैतन्य नमस्कार प्रणाम म शान्ति प्रसाद जोशी सदाझै चैतन्य पाठशालाको चैतन्य संवादमा हामी फरक दिन फरक व्यक्तित्वसँग फरक विषयमा कुराकानी गर्दै आएका छौं तपाईले हेर्दै आइरहनु भएको छ जसको निरन्तरता स्वरूप आज म अलिकति फरक प्रसंगमा विद्यालयमा संवाद गर्न गइरहेको छु जुन अहिले संवाद भइरहेको छ तपाईले यसमा हामीसँग हुनुहुन्छ चलचित्रकर्मी निर्देशक निर्माता हुनुहुन्छ आदरणीय राजु लामा सर हुनुहुन्छ उहाँसँगको आज विशेष संवाद रहनेछ हामी चलचित्रसँग सम्बन्धित रहेर संवाद गर्ने छौं उहाँका विगतका चलचित्रहरू र अब बन्न लागेका र अहिले जुन प्रदर्शनमा रहेको छ त्यो चलचित्रको बारेमा पनि हामी कुराकानी गर्ने छौं सर स्वागत छ हजुरलाई धन्यवाद आराम हुनुहुन्छ आराम छु चैतन्य पाठशालामा आउनु भएको छ र चैतन्य पाठशालाको विशेष गरी यो चैतन्य संवादमा आउनु भएको छ हजुरलाई चैतन्य पाठशाला भित्र प्रवेश गर्दाखेरि कस्तो महसुस भइरहेको छ मलाई यस्तो महसुस भएछ नि म त सुदूरपश्चिमको हैन त यो सुदूरपश्चिममा आउँदा चाहिँ चैतन्य पाठशालामा आउँदा चाहिँ अति खुसी लाग्यो त्यही हजुरसँग भेट हुँदा अति खुसी लाग्यो केही कुराहरू मनमा लागेको कुरा केही जिज्ञासाहरू आफूलाई मन लागेको कुरा राख्न पाउँदाखेरि खुसी लागेछ दर्शक महानुभाव म एउटा जानकारी गराउँ उहाँ एकदम योभन्दा अगाडि हामीले हेरिसकेका चलचित्रहरू तिम्रो घर मेरो ससुराली क्यारेङ्ग्याङ अनि त्यसपछि ज्यानको बाजी भन्ने चलचित्रहरू हामीले हेरिसकेका छौँ जुन प्रसिद्ध चलचित्रहरू रहेका थिए र अहिलेको उहाँको चलचित्र भनेको जातीय छुवाछुत त्यसै गरी भेदभाव छाउपडीसँग सम्बन्धित रहेर नेपालभरिका विभिन्न स्कुलहरूमा उहाँले प्रदर्शन गर्दै आउनु भएको छ जसले गर्दाखेरि हाम्रो समाजमा एउटा सकारात्मक प्रभाव परोस् जसले गर्दाखेरि यसमा थोरै भए पनि कमी होस् भन्ने उद्देश्यले उहाँले यो चलचित्र निर्माण गर्नुभएको हो र यो चलचित्र सम्बन्धी मैले नबोलेर म उहाँसँग थोरै जानकारी लिनेछु सर नयाँ जुनकिरी चलचित्रको कन्सेप्ट अनि जुनकिरी चलचित्रले दिन खोजेको सन्देश यसलाई कसरी निर्माण गर्नुभएको यसको उद्देश्य सहित हामी केही सुनाउँ यो चाहिँ जुनकिरी भनेको चाहिँ एउटा नामै काफी जस्तो लाग्छ हैन यो जुनकिरी भन्ने चाहिँ हजुरलाई थाहा होला किरा हो जसले उज्यालो दिन्छ जसले उज्यालो ऊ अँधेरमा बसेर अरूलाई उज्यालो दिन्छ हैन यो स्टोरी नि त्यही हो यसमा चाहिँ अघि हजुरले भने जस्तो हामीले छाउपडीको विषयवस्तु उठाएको छौँ सुदूरपश्चिममा एकदम यही नै छ अब कति ठाउँमा त तोड्दै आइरहेछ हैन अहिले नयाँ पुस्ताले हैन त्यसपछि हामीले दलितको विषय उठाएको छौँ तपाईहरुलाई थाहा छ आजभन्दा 6-7 महिना अगाडि कुरा जस्तो लाग्छ मलाई बाहुनको छोरीले दलितको छोरासँग बिहे गरेपछि धनगढीको हैन त दलितको छोरासँग बिहे गर्यो भने उसको आमा बाउले काजक्रिया गर्दैछ एकदम दुःख लाग्दो कुरा जस्तो लाग्छ मलाई हैन यही चीजहरुले चाहिँ हामीलाई छुयो हैन ओहो यो त हाम्रो अब 21औं शताब्दीमा नि यस्तो घटनाहरू हुँदा त दुःख त लाग्छ यो विषयमा हामी किन नबनाउने भन्ने चाहिँ हाम्रो सोच भयो हामीले यही विषयमा समेटेर यो चाहिँ जुनकिरी बनाएको छौँ यो चाहिँ विशेष गरेर हामीले स्कुलमा चाहिँ प्रदर्शन गर्छौँ हामीले स्कुलमा जान्छौँ स्कुलको प्रिन्सिपल भाइ बहिनीहरूलाई देखाउँछौँ यसको पीडा कस्तो हुन्छ हामीले त्यो देखाउँदै आइरहेछौँ त्यही सिलसिलामा आज हामी आइपुगेका छौँ सर अब यो तपाईँ चलचित्रकर्मी हो तपाईले चलचित्रको क्षेत्रबाट यो समाजमा सकारात्मकता फैलाउनु पर्छ भनेर गर्दै हुनुहुन्छ तर हाम्रै यो सुदूरपश्चिमकै कुरा गरौँ भनेपछि हाम्रो विकट क्षेत्रहरूतिर छाउपडी अझै पनि प्रचलनमा रहेको छ हामीले जसरी अब यो चलचित्रको माध्यमबाट मात्रै सम्भव नभएर धेरै संस्थाहरूले धेरै ठाउँहरूबाट यसलाई चाहिँ घरमै गएर छाउगोठ भत्काउने सम्मका कार्यहरू पनि भइरहेका छन् तर फेरि अझ त्यही ठाउँमा निर्माण हुन लागेको छ अब यसलाई चलचित्रको माध्यमबाट तथा हामीले श्रव्य दृश्य अनि त्यसै गरी सुनाइ त्यसपछि विभिन्न दृश्यहरूको मार्फत यसलाई कमी गर्न सकिन्छ जस्तो लाग्छ कमी चाहिँ गर्न सकिन्छ एउटा चेतना हो हैन जस्तो राज्यबाट नि गरिरहेको छ यो कामहरू जस्तो अघि हजुरले भने चाहिँ छाउगोठ नि भत्काउँदैछ हैन फेरि कुनै निर्माण हुन्छ तर मलाई चाहिँ के लाग्छ भने नि अहिले डाइरेक्ट हामीले छाउपडी सम्बन्धी हैन जुन हटाइहाल्ने अहिले भनेर हामी लाग्यो भने हामी अहिले मूर्खता जस्तो लाग्छ मलाई किनभने कि हाम्रो बाउ बाजेको आमाहरू जुन हुन्छ नि हामी भन्दा अघिल्ला पुस्ताहरूको दिमागमा के छ नि छाउपडी भनेको चाहिँ टाढा गरेर राख्नुपर्छ भन्ने एउटा चाहिँ त्यो माइन्डमा छ नि त हैन त्यसले गर्दाखेरि त्यो चाहिँ बिस्तारले अहिलेको नयाँ पुस्ताले चाहिँ हामी सिकाउँदै जान सकिन्छ पुराना पुस्तासँग हामीले चाहिँ लड्नु पर्यो भने अलिक गाह्रो छ किनकि उहाँहरूलाई त खुनबाट रगतबाट उहाँको दिमागमा मस्तिष्कमा त्यही नै भरिदिएको छ नि हैन छाउपडी हुँदाखेरि टाढा राखिदिनुपर्छ भने त्यो भन्दाखेरि अहिले चाहिँ मेरो सोचाइ चाहिँ के छ भने त्यस्तोले डाइरेक्ट गएर चाहिँ हैन यो यस्तो भनेर त्यो आमा बुवा
पुस्तालाई हजुरबालाई हामीले सम्झाउन सकिँदैन। तर अहिले जुन नयाँ पुस्तालाई छ नि उहाँहरूले त हामीले सम्झाउन सक्छौँ नि नयाँ पुस्तालाई, पुरानो पुस्तालाई हामी सम्झाउनै सक्दैन। किनकि एउटा म्याम हुनुहुन्थ्यो, प्रिन्सिपल हुनुहुन्थ्यो, उहाँले भन्नुभएको थियो उहाँ काठमाडौँमा बस्नुहुन्छ, उहाँले चाहिँ बी गरेर चाहिँ सुदूरपश्चिममा आइपुग्नु भएको रहेछ। उहाँ त घर आउनु पऱ्यो नि त होइन, काठमाडौँमा सुदूरपश्चिममा आउँदाखेरि जहिले पनि उहाँ घुम्टो ओढेर बस्नुहुन्थ्यो अरे कि होइन। अनि जुन महिनावारी हुँदाखेरि जहिले छाउपडीमा गएर बस्नु पर्थ्यो अरे कि। अनि उहाँले के भन्नु भने मैले त्यस्तो गरिनँ भने मेरो सासू ससुरासँग कति झगडा गर्ने होइन, कि मैले सम्बन्धै तोड्नु पर्यो, कि मैले आज अबदेखि नयाँ पुस्ताले सिकाउँदै जानु पर्यो होइन। पुरानो पुस्तालाई चाहिँ उहाँले भनेकै मानिदिनु पर्यो होइन। मानिदियो भने के छ, ठिकै छ बुहारीले मानिदियो भने हुन्छ नि होइन। तर नयाँ पुस्तालाई हामीले सिकाउँदै जाँदाखेरि हामीले यो जरा उखाल्न सक्छौँ। तर हामी सुरुदेखि नै जरै उखालेर फ्याँक्छौँ भनेर लाग्यो भने हामी यो सम्भव छैन भाइ भन्नुभएको थियो। त्यो चाहिँ मूर्खता भन्नुभएको थियो। त्यो कुरा त मलाई राइट जस्तो लाग्यो, तपाईँलाई कस्तो लाग्यो कुरा होइन? किन पुरानो पुस्तालाई त हामी त जरबाट उखाल्न सक्दैनौँ नि त। अनि त्यो सर मैले तपाईँको कुरालाई थोरै रोकेँ र अब यो छाउपडी भन्दा अलिकति जातीयतातिर हेर्ने हो भने त यो सुदूरपश्चिम मात्रै होइन, नेपालभरि नै एउटा जालो छ। जसरी अब काठमाडौँमै जाने हो भने कोठा खोज्दाखेरि पनि सबभन्दा पहिलो जातीयताको कुरा आउँछ। त्यो हामीले सुन्दै आएका छौँ र केहीले भोगेका पनि होला। अनि तर अब यसलाई चाहिँ यसको लागि चाहिँ के होला मूल मन्त्र या जरो, यसलाई हामीले कहाँबाट समातेर होइन, कहाँबाट अब यसलाई सचेतना फैलाउने जस्तो हजुरको यो चलचित्रमा छ र हजुरलाई लाग्छ? यो जरो भने त पहिला राज्यले नै छुट्टाएको हो कि दलित भनेर? राज्यले त अहिले आएर अस्ति आम माफी नै भन्नाले सरकार पक्षबाट नै माफी माग्ने भनेर निर्णय गरेको थियो। अनि यस्तो छ, यो जुन जातिको विषयमा कसले गरे त? राज्यले नै गर्दै हो नि त होइन। त छेत्री, त बाहुन, त लामा, त भोटे भनेर कसले गरे त? कोटा किन छुट्याइदियो त होइन? त्यो त राज्यले त दलित भनेर कोटा छुट्याइदिनु भनेको नि त राज्यले हेपिरहेको छ होइन र? मेरो बुझाइमा है हो नै। त्यो विषयमा मैले धेरै ठाउँमा बहस पनि गरेको छु। अनि जसरी मैले धेरै ठाउँहरूमा जसरी जो दलित अभियन्ता भन्नुहुन्छ, म उहाँलाई सबभन्दा पहिला भन्ने गर्छु कि तपाईँहरू यसको विरुद्धमा पनि लाग्नु नि त। यो चाहिँ तपाईँहरू आफू पनि लिनुहुन्छ, आफू पनि तपाईँहरू त्यो अपनाउनुहुन्छ, नदिएपछि फेरि त्यसकै विरोध गर्नुहुन्छ तपाईँ, तर फेरि अभियान चलाउँदै हुनुहुन्छ भनेर। अनि तर यसको न्यूनीकरण भनेको राज्यबाट गर्न सकिन्छ, राज्यबाट गर्नुपर्छ। हजुरको विचारमा यसको सबभन्दा पहिलो स्टेप के गर्नु पर्ला? पहिलो स्टेप त राज्यले के गर्नु पर्यो, यो दलित त हो भनेर चाहिँ भन्नु जुन शब्द छ नि, जुन कोटा छुट्याउँछ नि, त्यो चिज चाहिँ बन्द गर्नुपर्छ राज्यले होइन। दोस्रो के छ नि, हामीमा चाहिँ के छ नि, हाम्रो पहिला पुर्खादेखि चाहिँ त दलित, त कामी, त दमई होइन, त सार्की, त लामा भनिदिएछ नि, जात छुट्याइदिएछ नि। जात त हाम्रो कामी काटिने रातै आउँछ रगत, तामाङ काट्ने रातै आउने त हो नि होइन। छुवाछुत त कहीँ पनि छैन। तर अर्को विशेष त के छ भने कति साथै हाम्रै साथीभाइले नि देख्छु कि त्यो दलित जाति यार भन्छ, तर त्यो ब्लड चाहिँदाखेरि त्यो कामीको हो कि दलितको दलितको हो कि क्षेत्रीय बाहुनको हो कि त्यो सोध्छ? हुँदैन, त्यो सोध्दैन नि, सोध्दैन, सम्भवै छैन। अनि सर क्वेसन त यहाँ उठ्छ नि, अब क्वेसन त उठ्यो यहाँ। तर हामीले जो समाज हामीले भर्खर केही विकसित भएका सहरहरूमा चाहिँ अलिकति त्यही गाउँको साथी भए पनि, त्यही गाउँको छिमेकी दलित बाहुन जोसुकै भए पनि लगभग नजिक पुगेको जस्तो अनुभव हुन्छ। तर त्यही कुरा सर जब त्यो त्यही भूगोलमा पुग्छ नि, त्यो मान्छे परिवर्तन भइरहेको हुन्छ। त्यो पनि त्यसमा हजुरलाई के लाग्छ? यस्तो छ, अब त्यो परिवर्तन त अब कस्तो नि, कति हामी आफूबाट नै चेन्ज गर्नुपर्छ भन्ने कुरा अघि मैले भने नि। जस्तो महिला कोटा भने छुट्याइदिन्छ कि हो कि होइन भन्नुहोस् त? किन महिलाहरूले, हाम्रो दिदी बहिनीले के भने चाहिँ महिला पुरुष बराबर भनेको छ कि कोटा किन छुट्याएको होइन? यही त हो नि समस्या त होइन। अब हामी अलिकति टाढा जान्छौँ, अलिकति सहरतिर जान्छौँ, वाइफाई गर्छ, त्यो त्यहाँको सहरको माहौल बिचौँ, हामीलाई चेन्ज देख्छौँ नि त हामी होइन। तर हामी फेरि म यी सुदूरपश्चिममा आउँदाखेरि मैले कतिसम्म बाटो थाहा हुँदैन नि त, हामी सोधिरहेको हुन्छौँ यो कहाँ पर्छ यो ठाउँ भने, त हामी पाहाडबाट आएको, पाहाडबाट आएको त भन्नु पर्दैन नि त, म फल्ना ठाउँबाट आएको, मलाई यो बाटो थाहा छैन भने। हाम्रो कन्सेप्टमा चाहिँ के छ भने म फल्ना जिल्लाको मान्छे हो, पाहाडबाट आएको होइन, मलाई यहाँ केही थाहा छैन। तर कसैले त्यो आफूलाई छुट्याएको हो नि त होइन। तराई मधेस सबै त हाम्रो आफ्नै नेपाली त हो नि,
भनिरहनु म पाहाडबाट आएको म तराईबाट आएको होइन भनिरहने आवश्यकता छैन जस्तो लाग्छ त्यही नै हो मैले अलिकति यो जुनकीसँग नै सम्बन्धित रहेर थोरै भन्न चाहे हजुरलाई यसमा हामीले के दृश्य समेटेका छौँ जसले हेर्दै हुनुहुन्छ उहाँले के पाउनुहुन्छ यसमा चाहिँ हामीले एउटा नानी बाबुहरूलाई जुन मैले भने दलितकै विषय उठाएको छौँ जस्तै अहिले पनि हाम्रो समाजमा अघि हजुरले भने यी घटे घटना यो दलितको विषयमा चाहिँ हामीले विशेष उठाएको छौँ है हाम्रो सबै जनजाति एउटै हो होइन कस्तो भने मलाई चाहिँ के छ भने कोही फोहोरी देख्यो भने तपाईँले नि बाहुनको हातबाट खानुहुन्छ र खानुहुन्न नि फोहोर देखेपछि कसै सबैले घिन लाग्छ नि त्यस कारण त्यो यस्तो चिजहरू चाहिँ हामीले उठाएको छौँ सबै जाति बराबर हो है होइन हामीले यसमा उठाएको छौँ दलित विषय छ छाउपडीमा देखाएको छौँ होइन त्यसपछि हामीले बोक्सीको आरोप कति लाउँछौँ होइन बोक्सी हुन्छ र हुँदैन नि त यो त अन्धविश्वास हो नि त हामीलाई पहिला गाउँमा के भन्थ्यो भने राति नराति भूत आउँछ भन्थे हामी डराउँथ्यौँ नि त्यो दिमागमा त हाम्रो छ नि त हामी किन बाहिर निस्किँदा भूत आउँछ भनेर डराउँथ्यौँ नि त पहिला होइन त्यो त अन्धविश्वास हो नि त त्यो त खासै होइन नि यसै हामीले अन्धविश्वासको विषयमा यो जुनकेरी बनाएको छौँ एउटा पात्रोले होइन एउटा पात्रोले समाजलाई कसरी परिवर्तन गर्न सक्छ त्यो जुनकेरीले अघि मैले उदाहरण सुरुमा दिएँ त्यो एउटा किराले बिचारा आफू अँध्यारो भिना छ अरूले उज्यालो दिन्छ नि हो एउटा पात्र चाहिँ जुनकेरी भन्ने पात्र त्यस्तो छ जसले चाहिँ समाजसँग लड्छ होइन यो चिज चाहिँ यस्तो है कुनै यो भेदभाव होइन गर्नु हुँदैन भने चाहिँ एउटा यो जुनकेरीले सन्देश दिएको छ भाइ बहिनीले चाहिँ अब कति भाइ बहिनीलाई स्कुलको भाइ बहिनीलाई थाहा छैन छाउपडी भन्ने केही पनि थाहा छैन भोगेको छैन नि त होइन पढ्नु त पाइन्छ तर उसले भोगाइपरेको छैन उसले जुन भिडियो देख्दाखेरि यो भोगाइ यस्तो हुँदो रहेछ भने त ज्ञान लिनु पाइयो नि त उसले होइन त्यो हिसाबको छ त्यो हिसाबले एउटा हामीले जुनकेरी एउटा प्याकेजमा बनाएको छौँ तर भाइ बहिनीलाई अहिलेसम्म हामीले जति स्कुलमा दिएको छौँ जतिवटा स्कुलको हामीले फिडब्याक बुझाएका छौँ अहिलेसम्म चाहिँ राम्रो आएको छ अनि सर थोरै पछाडिका मुभीहरूमा जाउँ जसरी अब हाम्रो तिम्रो घर मेरो ससुराली थियो अनि त्यसपछि ज्यानको बाजे थियो यसमा हजुरले कस्तो प्रतिक्रिया पाउनु भएको थियो दर्शकले के दिनु भएको थियो र अब यो जुनकेरीमा हजुरको अपेक्षा चाहिँ के छ यस्तो छ मेरो क्यारेङ्ग्याङ भन्ने मुभी चाहिँ हिट मुभी हो त्यसमा चाहिँ निखिल थियो सुनिल थापा झरना थापा हिट कलाकारहरू थियो भने यो चाहिँ 1 र 2 चाहिँ आइ नै सकेको छ बजारमा होइन तिम्रो घर मेरो ससुराली त रिलिज हुनु बाँकी नै छ र यो फिल्म र यो डकुमेन्ट्रीमा अलिक चाहिँ फरक छ है डकुमेन्ट्री त रियल बेसमा जानु पर्यो होइन त्यो भोगायो त्यो कसरी भोग्छ नि फिल्म भने चाहिँ एउटा कल्पना गरेर बनाउने होइन त त्यो डकुमेन्ट्री यो जुनकेरी यसमा चाहिँ धेरै फरक छ यो चाहिँ रियल घटनामा भयो जुनकेरी चाहिँ त्यो चाहिँ कल्पना गरेर बनाएको एउटा मनोरञ्जन दिने हो होइन त्यो हिसाबको खास अनि अब यो जुनकेरी अहिले विद्यालयहरूमा लागिरहेको छ थोरै मैले जोड्न चाहे अब यो तराईमा त हामीसँग स्रोत साधन छ हामी यसलाई मजाले देखाउन सक्छौँ बिजुली विद्युतको राम्रै व्यवस्था छ अनि त्यसपछि हामीसँग देखाउने साधनहरू पनि छन् तर अब हजुरले सरकारी प्राइभेट स्कुलहरूमा गइरहँदाखेरि पहाडतिर अलिकति समस्या होला कि या त्यसको व्यवस्थामा हजुरले केही ब्याकअप हो छ यो हामीले भोग्या पनि छौँ हजुरले कुरा निकाल्यो भने ठ्याक्कै दिमाग पनि आयो हामीले चाहिँ सरकारी जति स्कुलहरू छ पहाडको होइन हामीले रुकुम रोल्पा होइन त्यसपछि यो जुम्ला मुगु यो ठाउँमा सबै पुगेर हामी सरकारी स्कुलमा चाहिँ हामी आफै बसेर काउन्सिल गरेर देखाउँछौँ त्यो नानी बाबुहरूलाई चाहिँ हामीले त्यो हिसाबले देखाएको नि छौँ हामीले अनि कतिवटा चाहिँ हामीले चाहिँ जाजरकोटमा चाहिँ एउटा सरकारी स्कुल छ म नाम चाहिँ लिन्न होइन त्यो स्कुलमा बत्ती पनि छैन कति दुःख लाग्दो कुरा छ जुन सहरको बिचमा छ स्कुल हेर्नुहोस् त अब त्यस्तो सरकारी स्कुल राज्यले कसरी हेर्ने भन्ने कुरा हुन्छ जस्तै अब यही जुनकेरी पनि हामीले त्यस्ता बच्चाले नि हेर्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ आफै बसेर प्रोजेक्टर राखेर प्रोजेक्टर यति छैन भने हामी आफै लगेर चाहिँ देखाउँछौँ त्यो बच्चाहरूलाई होइन देखाइसकेपछि काउन्सिल गर्छ कति कुरा बुझिँदैन त्यो बच्चाहरूले नबुझ्ने कुरा यो चाहिँ यस्तो है नानी हो भनेर हामी बुझाउँछौँ हामीले गाउँमा त्यो हिसाबले देखाउँदै आइरहन्छ सहरकोलाई मात्रै होइन कि गाउँहरूलाई पनि हामीले जिज्ञासा भनेपछि यो समस्या पनि हुन्छ नि त किनकि धेरै ठाउँमा त अझै विद्युत पुगेकै छैन लाइट छैन यसले गर्दाखेरि समस्या भइरहेको छ आज मात्र होइन उहिलेदेखि छ हामी त त्यही समस्यामा भोगेर पढ्दै आएको विद्यार्थी भएर मैले हजुरलाई यो क्वेसन गरेको अलिकति मैले हजुरलाई योसँग सम्बन्धित रहेर कुराकानी गरेँ जसरी अब तपाईँले देखाउँदाखेरि यो विद्यार्थी मात्रै छन् तर यसमा अलिकति अभिभावकलाई पनि जोड्न सक्यो भने अझ सहजता या अझ केही परिवर्तन हुन्थ्यो कि लाग्छ हजुरलाई यो चाहिँ हामीले महसुस गऱ्यौँ हामीले जति देखाउँदा विद्यार्थीलाई मात्रै देखायौँ तर यो चाहिँ अझै अभिभावकलाई देखाउँदाखेरि अझै पोजिटिभ हुन्थ्यो
किनकि सुरु त अभिभावकले गर्ने हो नि त। कोही छाउ भयो भने चाहिँ सुदूर भाषाले छाउ भयो भने चाहिँ अभिभावकले लगाएर राखिदिने हो नि त। त्यो चाहिँ यो हजुरले भनेको कुरा चाहिँ एकदम राइट कुरा हो। यो चाहिँ हामीले अहिलेसम्म गरेका थियौँ। आजको मितिबाट यसलाई पनि हामीले प्रोसेस गर्छौँ योजना गरेर। जस्तै स्कुलमा देखाउँदाखेरि हामीले सकेसम्म अभिभावक पनि भेला गरिदिनुहोस्, त्यो अभिभावकले पनि देखाउनु नि त होइन। विद्यार्थीलाई मात्रै नभए अभिभावकलाई पनि देखाउन सकोस् भनेर चाहिँ हाम्रो चाहना नि थियो पहिलादेखि। हजुरको कुरा यो चाहिँ हामीले छिटोभन्दा छिटो अरू स्कुलमा हामी अवश्य यो अभ्यास गर्छौँ। मैले हजुरलाई थोरै यसलाई चाहिँ सबैले हेर्न सक्ने गरेर अहिलेको लेटेस्ट सामाजिक सञ्जालतिर युट्युबतिर त्यो रिलहरूतिर के छ यो उपलब्धता हुने या त्यस्तो के सोच बनाउनु भएको छ? होइन, हामीले चाहिँ यो खास युट्युबमा किन नराखेको भने नि अहिलेको बच्चाहरूले यस्तो सामाजिक विषयवस्तु हेर्नै रुचाउँदैन होइन। हाम्रो टार्गेटमा बच्चा हो होइन, 4 क्लासदेखि माथि +2 सम्मकोलाई टार्गेट थियो। अनि त्यो हामीले युट्युबमा राख्दा के भयो भने त्यो जुन योजना थियो त्यो योजना पुरा नहुने हो। हाम्रो योजना चाहिँ कहाँबाट सक्सेस हुने हो त स्कुलले माध्यम देख्यो नि हामीले त। किन स्कुलमा त नानी बाबु हुन्छ, त्यो नानी बाबुलाई देखायो भने त सबै चेतना पुग्छ, त्यो बच्चाले त हेर्छ नि। जस्तो हामीले यहाँ चैतन्य पाठशालामा देखायो भने त्यो सबै विद्यार्थीले हेर्न पाएन नि त। तर युट्युबमा गएर हेर भन्दै पक्कै त्यो बच्चाले हेर्दैन कि। त्यसले चाहिँ हामीले के सोच्यौँ भने यो चाहिँ बरु हाम्रो माध्यम चाहिँ स्कुलले राम्रो हुन्छ कि जस्तो लागेर हामीले स्कुलमा चाहिँ गरेका छौँ। तर हामीले स्कुलमा दिन्छौँ, हामी आफूले देखाउँदैनौँ। यो चाहिँ हामीले स्कुलमा दिन्छौँ नि, स्कुलको आफ्नो अनुकूल टाइम मिलाएर नानी बाबुहरूलाई चाहिँ 4 देखि मासतिरलाई चाहिँ देखाउन सकिन्छ भनेर चाहिँ हामी स्कुलमा दिँदै आइरहेछौँ। यो चाहिँ हुन्छ सर, हामी यो सुनौलो संवाद भयो, यो संवादका लागि हजुरलाई हार्दिक धन्यवाद। यो मिठो समय दिनुभयो हामीलाई, एकदम यो छोटो समयमा हजुरको यो कार्य व्यस्तताकै समयमा पनि हजुरलाई समय दिनुभयो, त्यसका लागि हार्दिक धन्यवाद। र अन्तिममा हजुरका केही भनाइहरू छन् भने विशेष गरी तपाईँलाई धन्यवाद दिन चाहन्छु। त्यसपछि चैतन्य संवाद र हाम्रो चैतन्य पाठशाला स्कुललाई चाहिँ विशेष गरी धन्यवाद दिन चाहन्छु। आज म सुदूरपश्चिममा आउँदाखेरि केही मेरा मनका लागेका कुराहरू राख्न पाइयो होइन। केही कुराहरू राखेको नि छु। तपाईँलाई सबैले भन्छु हामी अन्धविश्वास चाहिँ नगरौँ होइन, अन्धविश्वासमा नलागौँ। सबैले हामीले जुन छाउपडी भयो भन्दैमा छाउकोटहरू नबनाऊँ होइन। बोक्सी हुँदैन, यो अन्धविश्वास हो यो चाहिँ होइन। त्यसले गर्दा यस्ता चिजहरूमा चाहिँ विश्वास नगरिकन सबैले आफ्नो बच्चाहरू होइन सुरक्षित राखौँ। र अहिले चाहिँ अब माहौलहरू जुन हाम्रो अहिले टिनेजका नानीहरू जुन बिग्रिएको छ होइन, विशेष गरेर चाहिँ अभिभावकहरूले चाहिँ होइन अलिक ख्याल गर्नु। न त अभिभावक बनाइसके चाहिँ स्कुललाई चाहिँ टार्गेट गर्छ, मैले फी तिरेको छु सबै स्कुलले हेरिदिनुपर्छ भन्ने यस्ता चिजहरू चाहिँ नराख्ने। बच्चा बिग्रिनुमा चाहिँ तपाईँहरूको ठुलो हात हुन्छ है। मैले चाहिँ यो चाहिँ भन्छु, बच्चा बिग्रिनु तपाईँहरू ठुलो हात हुन्छ। त्यो बच्चालाई आफूले टाइम दिनुहोस्। त्यो बच्चाले के उसको मनमा के भइरहेछ त्यो उसको मन विज्ञान बुझ्यो भने हामीले त्यो बच्चासँग घुलमिल गर्नु सकिन्छ जस्तो लाग्छ। त्यही कारण यो यति भनाइराखेर चाहिँ मेरो बिदा चाहन्छु। विशेष धन्यवाद सरलाई पनि। दर्शक महानुभाव, चैतन्य संवाद तपाईँले फरक समयमा विद्यार्थीका संवाद हेर्दै आइरहनु भएको छ। त्यसै गरी विभिन्न क्षेत्रका हामी व्यवसायसँग कुरा गर्दै आइरहेका छौँ। त्यसै गरी शिक्षा क्षेत्रका कुरा हाम्रोमा छन्, स्वास्थ्य क्षेत्रका कुरा हामीले गर्दैछौँ र विभिन्न क्षेत्रका अभिभावकका कुराहरू समेत ल्याउँदै आएको चैतन्य संवादमा आज चलचित्र विशेष कुराकानी तपाईँले हेर्नुभयो र उहाँलाई हार्दिक धन्यवाद सहित चैतन्य पाठशालाले गर्दै आएका विभिन्न क्रियाकलापहरूमा हजुरका सल्लाह सुझावहरू केही छन् भने प्रतिक्रिया राख्नुहोला र यो संवाद पनि कस्तो लाग्यो त्यसको बारेमा पनि हजुरहरूको प्रतिक्रिया राख्नुहोला। र आफ्नो ठाउँमा स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्, आफ्नो ख्याल राख्नुहोस्, आफ्नो बालबालिकाको ख्याल राख्नुहोस्। किनकि अहिले बर्खायाम चलिरहेको छ र विभिन्न ठाउँमा पानी बर्सिरहेको समयमा आफ्ना बालबच्चासँगै आफ्नो पनि ख्याल राख्नुहोस् भन्दै आजका लागि भने चैतन्य पाठशालाको यो विशेष चैतन्य संवादबाट म कार्यक्रम प्रस्तुता पनि बिदा चाहन्छु। सम्पूर्णमा हार्दिक नमस्कार।